अनि साँचो दागको बोट म हुँ, मेरा पिता किसान हुनुहुन्छ भनेर प्रभु येशूले यूहन्नाको पुस्तकमा पनि भन्दै हुनुहुन्छ है। त्यसकारण हामीले धेरैचोटि पढिसकेका छौँ कि परमेश्वर येशू चाहिँ दागको बोट हुनुहुन्छ अनि किसाने चाहिँ परमेश्वर हुनुहुन्छ भनेर भनिरहेको छ। आज तपाईँ र म चाहिँ असल किसानको हातमा पढेका छौँ है। अब चाहिँ हामी हराउनु हुँदैन, अब चाहिँ हामी सेलाउनु हुँदैन, किनकि हामीलाई कतिखेर गोड्नुपर्छ, कतिखेर त्यहाँको सरसफाइ गर्नुपर्छ, अनि कतिखेर पानी हाल्नुपर्छ, कतिखेर मल हाल्नुपर्छ भन्ने कुरा चाहिँ परमेश्वरलाई थाहा छ। त्यसकारण तपाईँ र म चाहिँ परमेश्वरको घरमा डाइरेक्ट हामी पुग्न सक्छौँ, किनकि हामीलाई गोडमेल गर्दै हुर्काउँदै परमेश्वरले हुर्काउनु भएको छ भने अब चाहिँ हामी उहाँको घरमा उहाँ कहाँ पुग्न सक्छौँ है। त्यसकारण तपाईँ र मैले चाहिँ मण्डलीमा हामी बलियोसँग रोपियो भने चाहिँ हामी चाहिँ बुद्धिमानी हुँदै अनि अगाडि बढ्न सक्नेछौँ। परमेश्वरले चाहिँ हामीलाई बुद्धि दिनुहुनेछ, बुद्धिले गोड्नुहुनेछ, उहाँले हामीलाई सिकाएर गोड्नुहुनेछ, उहाँले हामीलाई देखाएर बाटो देखाएर गोड्नुहुनेछ। धेरै परिकारबाट धेरै किसिमबाट चाहिँ उहाँले तपाईँ र मलाई गोडमेल गर्नुहुनेछ। हामी जान्दैनौँ, हामी सक्दैनौँ, हामी पछि हट्छौँ भनेर तपाईँ र म चाहिँ अब कहिले पनि पछि हट्नु हुँदैन, किनकि गोडमेल गर्ने अनि असल चाहिँ किसाने चाहिँ परमेश्वर हामीसँग हुनुहुँदो रहेछ, हो कि नै भन्नुहोस् त। अनि त्यसकारण प्रेरितको पुस्तकमा पनि हामीले हेर्ने हो भने त्यहाँनिर चाहिँ स्थानीय मण्डलीले चाहिँ पावललाई रोपिएका छन् अथवा पावल त्यहाँनिर रोपिएको कुराहरूलाई चाहिँ देखाउँदछ प्रेरितको पुस्तकमा। अनि त्यहाँनिर पनि पावल पनि आफ्ना स्थानीयका मण्डलीहरूसँग मिलेर काम गरेका छन्, अभिषेक गरेका छन् त्यहाँका व्यक्तिहरूले, किनकि अब चाहिँ पावल त्यहाँ जडा गाडेर बसेको छन्। किनकि तपाईँ र मेरो जीवनमा पनि हामीले सधैँभरि पावललाई होइन, यूहन्नालाई होइन, अनि हामी पुरानो नियममा आएर हेर्ने हो भने हामीले मूसालाई हेर्न सक्छौँ होइन, एलियाहरूलाई हेर्न सक्छौँ। उनीहरू पनि रोपिएका छन्, जडा गाडेका छन्, अनि तिनीहरूले गर्न सक्ने काम चाहिँ अब तपाईँ र मैले पनि गर्न सक्नुपर्छ, किनकि असल किसानको हातमा तपाईँ र म परिसकेका छौँ। त्यसकारण हामी परमेश्वरको मण्डलीमा किन रोपिने, कसरी रोपिनुपर्छ भन्ने कुरा चाहिँ यहाँनिर हामीले पावलको जीवनीबाट पनि थोरै कुरा हेरिसकेका छौँ। त्यसकारण धर्मी चाहिँ खजुरको बोट चाहिँ लह लह हुनेछ भनेर भनिएको छ। जब हामी रोपिन्छौँ, परमेश्वरको भवनमा रोपिन्छौँ, अनि हामी चाहिँ मजबुत हुनेछौँ, हामी चाहिँ लेबनानको देवदारू जस्तै हुनेछौँ, उहाँको भवनमा रोपिनेछौँ।